हेलो एभ्रिवान, साथीहरु सबैलाई नमस्कार। आज मैले धेरै समयपछि फेरि एउटा चाहिँ माइनिङ वेबसाइट लिएर आएको छु, जसबाट हजुरहरूले सजिलै माइनिङ गरेर केही डलरहरू अर्निङ गर्न सक्नुहुनेछ। यो माइनिङ वेबसाइटको नाम छ रोक्स र यसले चाहिँ तपाईको प्रत्येक 3 घण्टामा चाहिँ यसलाई क्लिक गर्नुपर्ने हुन्छ र 2-3टा एडहरू चल्छन् र यसबाट तपाईले चाहिँ माइनिङ गर्न सक्नुहुनेछ। अब मेरो यहाँ 38 मिनेट बाँकी छ माइनिङको लागि। यसमा चाहिँ तपाईलाई म बताउने छु कसरी माइनिङ गर्ने र यसबाट कसरी विथड्रल लिने भन्ने कुरो पनि म बताउने छु। सुरुमा सबभन्दा पहिला जाउँ यसमा हाम्रो इन्भाइटमा। अब इन्भाइटमा के छ भनेपछि तपाईले यदि साथीहरूलाई यसबाट इन्भाइट गर्नुभयो भने यसबाट तपाईलाई बोनसहरू प्राप्त हुनेछ र उताबाट माइनिङ पावर पनि इन्क्रिज हुनेछ। नम्बर 1। अब अर्को छ यसमा तपाईको वालेटहरू छन्। वालेटहरुमा चाहिँ अब तपाईले चाहिँ यसलाई कसरी वालेट गर्नु। अब यो 2NC वालेट भनेछ। यो 2NC वालेट भनेको चाहिँ यसैको वालेट हो भने अब यसमा चाहिँ अर्को ब्लकचेन दिएको छ। यो ब्लकचेनमा चाहिँ तपाईले आफ्नो वालेटहरू कुन छ, अब टोकन पकेट छ अथवा तपाईसित बाइनेन्स छ अथवा ट्रस्ट वालेट छ। त्यसबाट एउटा ब्लकचेन सोलोन तपाईले चाहिँ त्यहाँबाट कपी गरेर यसमा ल्याएर राखेपछि तपाईको यसमा एड हुन्छ भने यसले चाहिँ तपाईलाई 25 सेन्ट्स भयो भने यसले विथड्र दिनेछ। र यसैको एनसी वालेटमा तपाईले चाहिँ हाल्नु भयो भने यसले चाहिँ तपाईलाई 25% कोइन गेट डेली बोनस भनेर भनेको छ। यसले चाहिँ तपाईलाई त्यो दिनेछ स्वाइप गर्नलाई। यसमा चाहिँ यो तरिका छ विथड्रको लागि भने। अर्को यसको छ माइनिङ। अब तपाईले देखिहाल्नु भयो माइनिङ गर्ने तरिका त्यही हो भने अब यसमा चाहिँ तपाईले अन टोकन योर फ्रेन्ड ट्रान्ज्याक्सन भनेको छ। मैले कुनै पनि ट्रान्ज्याक्सन गरेको छैन यसमा अहिले र देखाएको छैन। अब यसमा चाहिँ नोटिफिकेसनहरू छ, ल्याङ्ग्वेज छ। अब यसलाई थिम्सलाई चाहिँ डार्क बनाउने। अब सलोन ब्यालेन्स भनौँ। अब मैले यसमा सलोनमा केही हालेको छैन अहिले। जब मेरो 25 हुनेछ तब मैले यसमा चाहिँ ट्रस्ट वालेट अथवा बाइनेन्स अथवा तपाईको अरू कुनै वालेटबाट क्रिप्टो वालेटबाट तपाईले त्यसको एड्रेस यहाँ ल्याएर कपी गरेर राख्नुपर्ने हुन्छ। र यो चाहिँ म तपाईलाई फेरि पछि देखाउने छु कसरी विथड्र गर्ने भन्ने बारे भने। अब यसमा अर्को छ की। यो की भनेको कस्तो हो भने तपाईले चाहिँ विथड्र गर्ने बेलामा जुन पासवर्डहरू जस्तो 1 1 2 2 4 4 लगाउनु हुनेछ त्यसलाई की भन्छ। त्यो विथड्र पासवर्ड हो। गेट सर्भर भनेको छ। यसबाट तपाईले चाहिँ पासवर्ड पाउनु हुनेछ र त्यो की चाहिँ त्यसमा हाल्नुपर्ने हुन्छ। अरु चाहिँ केही पनि छैन। अब चेन्ज पासवर्ड गर्न सक्नुहुन्छ, पिनहरु चेन्ज गर्न सक्नुहुन्छ आफ्नो हैन भोलिको खण्डमा भने। यसमा माइनिङ गर्ने तरिका त्यही हो। प्रत्येक तपाईले 3 घण्टामा आएर क्लिक गर्नुपर्ने हुन्छ। एक क्लिक गरिसकेपछि यो 1-2टा सानो सानो एडहरु चल्छ र माइनिङ हुन सुरु हुन्छ। अब यसमा सब्स्क्रिप्सन पनि छ। सब्स्क्रिप्सन लियो भने अब यसमा चाहिँ माइनिङ पावर इन्क्रिज हुन्छ भनेको छ। अब यसमा सब्स्क्रिप्सन नलिए पनि हुन्छ, एडहरु चल्छ। अब सब्स्क्रिप्सन लियो भने एडहरु चल्दैन र यसमा माइनिङ पावर पनि इन्क्रिज हुन्छ। जस्तो मेरो 13 सेन्ट्स भएको छ भने अब 25 सेन्ट्स हुँदा बित्तिकै यो इन्क्रिज भएको ब्यालेन्स निकाल्न मिल्नेछ। र यसको लिंक चाहिँ म तल डिस्क्रिप्सनमा राख्दिने छु। त्यहाँ गएर तपाईले चाहिँ साइन अप गर्न सक्नुहुनेछ अथवा प्ले स्टोरबाट पनि तपाईले डाइरेक्ट रोक्स भनेर तपाईले सर्च गरेर डाउनलोड गर्न सक्नुहुनेछ भन्दै आजको भिडियोलाई म यही अन्त्य गर्छु। हवस् त, धन्यवाद साथीहरु। लाइक कमेन्ट शेयर गर्न चाहिँ नबिर्सनु होला। हजुरहरुको हौसलाले नै म अघि बढ्ने छु भन्दै आजको लागि भिडियो म यही अन्त्य गर्छु। धन्यवाद।